नमस्कार, म सुयोग अधिकारीको तर्फबाट साथीहरू तपाईलाई तन्त्र ज्योतिषमा हार्दिक स्वागत गर्न चाहन्छु। साथीहरू, आजको व्यवसायमा चाहिँ मैले तपाईहरूको बीचमा जेठको 18 गतेपछि गुरु ग्रह अर्थात् बृहस्पतिले राशि परिवर्तन गरेर आफ्नो उच्च राशि कर्कट राशिमा प्रवेश गर्दैछन्। त्यसो त विभिन्न ग्रहले हाम्रो दैनिक जनजीवनमा विभिन्न प्रकृतिको प्रभाव पारिरहेका हुन्छन्, तर गुरु र शनि जस्ता लामो समयमा राशि परिवर्तन गर्ने ग्रहहरूले चाहिँ हाम्रो जीवनमा अधिक नै प्रभाव पार्ने हुन्छ। त्यसो त यदि तपाईको वृषभ राशि तथा वृषभ लग्नको चाहिँ कुण्डली छ अथवा तपाईँ वृषभ राशि तथा वृषभ लग्नको जातक हुनुहुन्छ यदि भने यो समय अवधि जुन चाहिँ जेठको 18 गतेपछि गुरु उच्च राशिमा जाँदैछन् र लगभग तपाईको 152 दिन आफ्नो उच्च राशिमा रहनेछन् भने 20 दिन चाहिँ वर्गोत्तम नवांशमा रहनेछन्। यस्तो समयमा चाहिँ तपाईलाई चाहिँ कस्तो फल मिल्छ त भन्ने सन्दर्भमा चाहिँ यो जानकारी प्रस्तुत गर्दैछु। त्यसो त यो समय अवधि तपाईका लागि बहुत सुन्दर जान्छ, राम्रो व्यतीत हुनेछ। तपाईका लागि यो समय अवधि आय आम्दानीको वृद्धिकारक रहनेछ, आय आम्दानीमा वृद्धि हुनेछ। अनि त्यसैगरी व्यापार व्यवसायको तपाईले वृद्धि गर्नुहुनेछ जुन तपाईका लागि अत्यन्तै राम्रो रहनेछ। त्यसैगरी तपाईको भाग्यलाई मजबुत बनाउन एवं भाग्यलाई चाहिँ समृद्ध बनाउनका लागि सहयोग गर्नेछन्। यो समय अवधि तपाईको आफ्नो दैनिक जीवन व्यवहारमा चाहिँ यदि तपाईँ चाहिँ विवाह गर्ने उमेरको हुनुहुन्छ र चाहिँ तपाईको विवाह भइराखेको छैन, कोही कुनै कारणवश विवाह गर्ने भन्दै गर्दा रोकिराखेको छ यदि भने तपाईलाई चाहिँ गुरुले विवाहका लागि सहायता गर्नेछन्। नयाँ सम्बन्धमा जोडिनका लागि तपाईलाई परमात्माको कृपा मिल्नेछ। तपाईको धार्मिक यात्राका लागि सहयोग गर्नेछन् गुरुले र तपाईलाई भाग्योदय गर्न गराउन समेत सहयोग गर्नेछन् जुन तपाईका लागि अत्यन्तै राम्रो रहन्छ। तपाईको सञ्चार कला विशेष चाहिँ राम्रो रहनेछ। तपाईले चाहिँ जो बोल्नुहुन्छ त्यो कुरा समाजमा पस्ने, तपाईले बोलेको कुरा दोस्रो व्यक्तिले खाने अवस्था सिर्जना गर्छ, जसको कारण तपाईका धेरै कामहरू पनि सहज हिसाबले सल्टिनेछन्। तपाईको हिम्मत आँट तथा साहसलाई समेत वृद्धि गर्नेछ। अनि त्यसैगरी तपाईँ यदि सञ्चार क्षेत्रसँग सम्बन्धित हुनुहुन्छ, सञ्चार क्षेत्रमा आबद्ध हुनुहुन्छ भने पनि तपाईका लागि यो समय विशेष सुखद रहनेछ। यदि तपाईँ ज्योतिष तन्त्र मन्त्र रेकी जस्ता क्षेत्रमा काम गर्नुहुन्छ यदि भने तपाईलाई जेठको 18 गते पछाडि 152 दिन जो रहन्छ त्यो समय अवधिमा आय आम्दानी वृद्धि गर्न गराउन सहयोग गर्छ। ज्योतिष तथा तन्त्र मन्त्र र रेकी जस्तो विद्या जुन गुप्त विद्याहरू छन्, यी गुप्त विद्या तपाईले चाहिँ सिक्न चाहनु भएको छ तर विगतमा सिक्न पाउनु भएको छैन यदि भने यो समय तपाईलाई देवगुरु बृहस्पतिले गुप्त विद्यातर्फ आकर्षित गर्नेछन् र तपाईलाई गुरुको प्राप्ति पनि हुनेछ र तपाईले सिक्नु पनि हुनेछ। त्यसैगरी यदि तपाईले आफ्नो साथीभाइसँग मिलेर कोही कुनै काम धन्दा गरिराख्नु भएको थियो जुन काम धन्दा त्यति राम्रोसँग फस्टाइराखेको थिएन यदि भने तपाईको जेठको 18 गते पछाडि तपाईको त्यो जुन साथीभाइसँग मिलेर गरेको काम धन्दा थियो त्यो काम धन्दाले एउटा गति लिनेछ, आय आम्दानीको वृद्धि गर्नेछ। र यो समय अवधिमा तपाईले आफ्नो साथीभाइ सर्कलसँग मिलेर जुन काम गर्नुहुन्छ त्यो काम तपाईको भाग्योदयकारक साबित हुनेछ। तपाईको यात्रा तीर्थयात्रा पनि हुनेछ। त्यसैगरी तपाईले यदि कोही कुनै क्षेत्रमा यात्रा गर्न चाहनुहुन्थ्यो तर यात्रा गर्न सक्नु भएको थिएन यदि भने तपाईका लागि सो समय यात्रा गर्नका लागि समेत तपाईलाई सहयोग गर्ने हुन्छ र त्यो यात्रा तपाईको आय आम्दानी वृद्धिको कारण बन्नेछ। तर यो समय अवधिमा एउटा कुरो चाहिँ तपाईले विचार गर्नुपर्ने हुन्छ, तपाईले आफ्नो कुल गुरुको अपमान चाहिँ नगर्नु होला। यो समय अवधिमा तपाईले आफ्नो कुल र पितृलाई विशेष स्मरण गर्नुभएको खण्डमा तपाईका लागि विशेष लाभप्रद रहन्छ। जीवनसाथीसँगको सम्बन्ध तपाईको सुमधुर बनाउँछ। व्यावसायिक क्षेत्रमा उन्नति र प्रगति दिन्छ। धनका कारक बृहस्पति उच्च राशिमा जाँदैछन् जसको कारणले गर्दा तपाईको जीवनमा आय आम्दानीको चाहिँ निश्चित वृद्धि गर्छ। धन बचतका लागि समेत तपाईलाई सहायता प्रदान गर्नेछन्। कर्म क्षेत्रमा उन्नति र प्रगतिका लागि समेत तपाईलाई सहयोग गर्नेछन्।
त्यसै गरी पुत्र सन्तानको कारक बृहस्पति उच्च राशिमा जाँदै गर्दा यो समय अवधिमा तपाईको सन्तानले यदि विदेश यात्राका लागि कोही कुनै काम गरिराखेका थिए, भिसा नलागेर परिशान भइराखेका थिए यदि भने तपाईको बच्चा बच्चीको भिसा लगाउनका लागि लाग्नका लागि सहयोग गर्छन् बृहस्पतिले। यो समय अवधिमा चाहिँ यदि सन्तानको वैदेशिक यात्रा विगतमा रोकिएको थियो र तपाईले चाहिँ अब उपरान्त जेठको 18 पछि तपाईले चाहिँ पुनः चाहिँ आफ्नो सन्तानको लागि चाहिँ विदेश यात्राका लागि प्रयास गर्दै हुनुहुन्छ अथवा तपाई आफैले प्रयास गर्दै हुनुहुन्छ, तपाई मेष राशि तथा मेष लग्नको व्यक्ति हुनुहुन्छ यदि भने यो समय अवधिमा चाहिँ तपाईले एउटा काम गर्नुस्, तपाईले केराको जरा जो हुन्छ त्यो जरालाई बिहीबारको दिन पारेर निकालेर लिएर आउनुस् र त्यसलाई एउटा ताबिजमा भरेर गलामा धारण गर्नुस्। तपाईको विदेश यात्रा निश्चित हुन्छ, निश्चित गराउँछ। समग्रमा यो समय अवधि तपाईका लागि राम्रो रहे तापनि गलासँग सम्बन्धित समस्याको चाहिँ सामना गर्नुपर्ने हुन्छ, त्यो कुरो चाहिँ तपाईले ख्याल गर्नु होला। र आफूभन्दा उमेरले सानो व्यक्तिसँगको सम्बन्धमा चाहिँ केही दराहार देखिन सक्छ, त्यतातिर चाहिँ तपाईले ध्यान दिनुपर्ने हुन्छ सम्बन्धलाई मजबुत बनाउन। समग्रमा यो समय अवधि तपाईलाई व्यापार व्यवसायमा भाग्योदय कारक साबित हुनेछ भने भाग्यले तपाईलाई सपोर्ट चाहिँ गर्नेछ, आय आम्दानीको वृद्धि हुनेछ, साथीभाइसँग मिलेर गरेको काम धन्दाबाट तपाईलाई लाभ दिनेछ। तपाईको रोकिएको काम धन्दा कोही कुनै थियो यदि भने त्यो काम धन्दाले सफलता प्राप्त गर्दैछ। तपाईका उप बृहस्पति देवको कृपा बनिरहनेछ। पक्कै पनि आदरणीय दर्शकवृन्द, आजको व्यवसायमा मैले दिएको यो जानकारी तपाईका लागि विशेष लाभप्रद साबित हुनेछ भन्ने कुराको आशा लिँदै आजको व्यवसायबाट बिदा हुन चाहन्छु। बिदा दिनुहोस्। हस्त नमस्कार।